टु माई न्यू ब्लग। आज चाहिँ म जाँदैछु भुरीगाउँ बजार। अनि राति कति 11 बजे दादाको चाहिँ आज बर्थडे, त्यसैले हामी जाँदैछौँ भुरीगाउँ। भोलि हुन्छ हजुर। भाइको चाहिँ क्याप उड्यो, मैले त्यो नलगा भाइ भने हो। म चाहिँ दुगुर्दै जान्छु अब। क्याप चाहिँ मैले लाउँछु। म चाहिँ अब चाहिँ हामी जाँदैछौँ। यो चाहिँ पावर हाउस हो। यो चाहिँ यो पर्तापुर भन्दा नि हुन्छ। यो ठाउँलाई चाहिँ पर्तापुरमा छ। यो सोधिनौँ हामीले, टिभी हेर्न लाग्थ्यो डिस्टर्ब गरौँ भनेर गाई। हामी चाहिँ भुरीगाउँ बजार पुगिसक्यौँ गाई। चाहिँ यो भुरीगाउँ बजार चाहिँ होइन, हजुर देख्न सक्नुहुन्छ। ए भुरीगाउँ बजार चाहिँ पुरै झिलिमिली ढकमको भइसक्यो। अब तिहार लगाइसक्यो नि त। ऊ पटका पड्काइदिएन केटाहरूले, फेरि त्यहाँ आगो लगाइदिएन। पटका हो, रकेट हो कि खै, उसकी रकेट होला सायद खै। यो चाहिँ रोड काट्यो। अनि यो चाहिँ यता यो ब्याङ्क रहेछ एउटा, यहाँ चाहिँ लाइनिङ। अनि यहाँ चाहिँ यो हामीले मोमो खाने ठाउँ हो, त्यो इसियाले छ नि त त्यहाँ। ए हजुर देख्नु पाउनु होला, यस्तै गराइ। यो चाहिँ करीको त्यो भएको। अनि यो चाहिँ फ्रीमा हेर्न पाउने टिभी, त्यहाँ छ। यता होटेलहरू हुन्, यिनीहरू चाहिँ सब होटेलहरू हुन् कि। यता मोबाइल चाहिँ बजार आइरहेको छौँ हामी होइन। यो चाहिँ मैले कपाल काट्ने ठाउँ हो, मैले यतै काट्छु। तर योपालि चाहिँ घरै काटेँ, दादाले काटिदिनु भएको भुवा काटिदिनु। मनोकामना भन्ने कता हो होला होइन, मनोकामना भन्ने यो चाहिँ तलसिरतिर होला होइन। मनोकामना भन्ने पनि मनोकामना के बेकरी छ कि यहीँ रहेछ। यो यहाँ हेर्नु न उता, ए यो मनोकामना बेकरी भन्ने भेटाइसकेका छन्। अब म चाहिँ जान्छु। ल हजुरलाई केक चाहिँ हामी चाहिँ केक ल्याएर भेनिला 500 को भेनिला थियो, मैले त्यही ल्याएँ। तिमीहरू यहीँ बसी, म पेट्रोल हालेर तिमीहरू यहाँदेखि त्यो अगाडि चोक्नु लागेर। ल अहिले तिमी पनि रालसँग जाऊ। हुन्छ यतै बस्नु दाइ चाहिँ पेट्रोल हालेर आउँछ गाह्रो। ल ल हामी चाहिँ चोकमा निस्किन्छ नि, अटो सटो भाडा जसरी हुने होइन। हजुर हजुर सिपिएक्स जेरोक्स। अब चाहिँ हामी सिधै उता जान्छौँ होइन। फ्लोवर प्रिन्स न अब सिपिएक्स जेरोक्स भन्दै हामी चाहिँ अब सिधा जान्छौँ। आज चाहिँ म यो चाहिँ मेरो पहिलो भिडियो हो च्यानलको। अर्को च्यानल चाहिँ उडियाला गाइज। अब त्यही भएर यो चाहिँ मेरो पहिलो भिडियो हुन्छ त्यो च्यानलमा। आजदेखि चाहिँ म भ्लग स्टार्ट गर्छु, कन्टिन्यू गर्छु। भ्युज आओस् नआओस् मलाई बाल छैन। तर मेरो फ्यामिलीले सपोर्ट गर्नुपर्छ, हजुरले सपोर्ट गर्नुपर्छ गाइज। म चाहिँ भिडियो निरन्तर गर्छु। के किनिदिने किनिदिए हजुरले पैसा पैसा राखिदिने धनी गर्नु न गाइज। क्याप पनि 800 को लाउँछ, धनी छ कि त। झिलिमिली कसल रहेछ। म त के हो भनेको 1500 को प्यान्ट हो अरे यो। हेर्नु 700 मा ल्यायो होला, 1500 सोधिहाल्यो। ठिक छ त, सोध्यो अब चोर्न दिनुहोस्। झिलिमिली चाहिँ यताउति सब छ होइन गाइज। त्यो त्यहाँबाट सिपिएक्स जेरोक्स हान्छ होला होइन, सिपिएक्स जेरोक्स हान्छ होला। तर मेरो नाम सिपिएक्स जेरोक्स छैन, मेरो नाम हो ब्लगर प्रिन्स। यति गाइज, अरू चाहिँ म राख्दिनँ नम्बरसम्म, यति राख्छु। अनि
त्यो आइफोन देखेर पनि भ्लगर सोच्यो क्या त्यसले युट्युब च्यानल सोधिहाल्यो त्यही भएर अब चाहिँ अब घर जाने बेला टक्क बाटो देखाउँला एकछिन उभिएको के हेर्नु चाहिँ अब एकछिन बजारको नजर हामीलाई चाहिँ दादा लिन आएर हामी चाहिँ अब घर जाँदैछौँ गाइज हेर्नु सक्नुहुन्छ तपाईँले अब घर जाँदाखेरि म के भिडियो बनाउने म हजुरहरू स्पिडमा हेर्नु यो चाहिँ घर गइसकेपछि फेरि भ्लग गराएर ट्याक्क बर्थडे गराएर एन्ड गर्ने छु है त ल अगाडि चाहिँ हामी चाहिँ घर पुगिसक्यौँ घर हेर्नु सक्नुहुन्छ हजुरले ट्याक्कै झिलमिल चाहिँ मैले र भाइले मेरो ल्याएको चाहिँ झऱ्यौँ ल दादा हेरेर आउनुहुन्छ हामी चाहिँ गयौँ ल बाई हजुर बा त्यो बुवा हो हाम्रो घरको चाहिँ हजुर खै ढोकेर हजुर म चाहिँ घर पुगिसकेँ ल यहाँ चाहिँ हल्का झगडा भइरहेको छ फ्यामिली डिस्कसन हामी चाहिँ एकछिन पछि फेरि भेट्नेछौँ है त